हेलो हेलो दिस इज गुफा डाँडा। हामी तलबाट खुब सङ्घर्ष गरेर आयो। यहाँको अवस्था यस्तो छ, यहाँ माथि कालो बादल छ, उता हामी आएको ठाउँतिर घाम लागेको छ। हाइच ल यस्तो छ माथितिर जङ्गल। अब घुम्न आएको ठाउँ चाहिँ यही हो है होइन। यता छ नि हाम्रो ओली दादा, हाम्रो प्रधानमन्त्री के को अरे आफ्नै भतिजा यही बोम्जन छन्। यी लोकल हुन्, यिनले बचाउँछन्। केही पर्यो भने यिनले बचाउँछ। यता इसान है अनि यतापट्टि म छु यहाँनिर यसरी बनाउँदै होइन यो भन्नु पछाडि बस्नेको अवस्था यो छ है, यिनको अवस्था यो छ है। पछाडि बस्ने हामी यो चलाउनेको ताल यो छ है, जुत्ता यो हरिबिजोक त्यो हिँडेर छु यो बर्खाको पानीमा त भिजे नि केही हुँदैन यार मस्तसँगले। ल ठिक छ, यहाँनिर एउटा घर यो खुल्लै रहेछ र फाइदै छ। अब होमस्टे बनायो होला बनाउनु त। यो छ हाम्रो अवस्था पानीमा भिज्दै भिजेको अवस्था हो। कहाँ गयो जो अब केमा हो वावला भनेको नेवारीमा होइन, वावला भने नेवारीमा होइन त। तामाङमा के भन्छ है भाउजन? पानी पऱ्यो भन्दा त के भन्नु पर्यो? ल नमाजु है नमाजु। बोलिरहन देव मलाई तिमीलाई छुने बतासहरूका मिठा मिठा सुबासहरूमा बोलिरहन देव मलाई डुलिरहन देव मलाई। रमाइलो छ। पानी परेर फर्किने विषयको चाहिँ अलिअलि टेन्सन छ, बाँकी चाहिँ रमाइलो छ। डाँडो यस्तो छ तर हामीले यहाँ देखिरहेको त्यो पारिपट्टि यस्तो दामी घाम लागिरहेछ फेरि। यही एरिया हो। हामीले ठ्याक्क उहाँ चौताराबाट हेर्दा पनि यहाँ चाहिँ प्रायः छोपेकै देखिन्थ्यो। देखिन चाहिँ बाख्रा चढ्दैछन् यार यस्तो पानीमा नि उठ्याउनु पऱ्यो। ल अब यस्तै छ है गाइजहरू। गाइज त नभन्नुपर्ने होइन, यस्तै ल्याइएको छ है। यस्तै मिक्स माक्स बनाएर खाइँदैछ खाजा।